गर्न चाहन्छु। अर्ग्यानिक नमस्कार। भनिन्छ नि मान्छे एउटा शरीरको एउटा अङ्गले काम गर्न छोड्दाखेरि ऊ अपाङ्ग हुन्छ, तर मेरो परिभाषामा त्यो गलत हो। शरीरको एउटा अङ्गले पो काम गर्न छोडेको त बाँकीमा त सबल छन् नि। जबसम्म हाम्रो सोच हाम्रो मस्तिष्कले आफूले अपाङ्ग भनेर सोच्दैन तबसम्म कुनै एउटा शरीरको अङ्गले काम गर्न छोड्दैन, मानिस अपाङ्ग हुँदैन। हाम्रो सोचलाई हाम्रो अपाङ्गता हो, हाम्रो मस्तिष्कले सोच्न सक्ने क्षमता नै हाम्रो अपाङ्गता हो भन्ने मेरो परिभाषा रहेको छ। जस अन्तर्गत यति बेला हजुरहरूले मलाई सहनु हुने त देख्नु भएको छ। म नाच्न सकिरहेको छु, म हिँड्न सकिरहेको छु, म स्वस्थ रूपमा बोल्न सकिरहेको छु, तर वास्तवमा भन्नु चाहिँ म शारीरिक रूपमा भित्री शारीरिक बनाउन अनुसारमा डिसेबल छु। किनभने मेरो मेरुदण्डको जुन मैले अपरेसन गरेको छु त्यस कारणले म आजबाट अब निहुरिन सक्दैन। मैले 3 किलोभन्दा माथि भारी बोक्न सक्दैन र मैले तपाईँ सबैले जस्तै शारीरिक रूपमा मैले सम्पूर्ण क्रियाकलापहरू मैले गर्न सक्दैन। आज म यहाँ जहाँ छु यसको श्रेय मलाई यो स्थानमा पुर्याउने सर्वप्रथम ओडब्ल्युसी नेपालका हाम्रा सञ्चालक रोशन कुमार सरलाई र यो कार्यक्रम यो अभियानलाई यस क्षेत्रमा ल्याउनु हुने र हामीलाई यो अवसर प्रदान गर्नुहुने हाम्रा ईश्वर विशी सरलाई र यस स्थानमा ल्याउनलाई अथक प्रयास गरेर मलाई यस स्टेजमा पुर्याउनु हुने देवराज बेलवासीजीलाई मैले हेर्दैदेखि नै सम्मान गर्न चाहन्छु। उहाँलाई खुसी तब हुन्छ आफ्नोमा जब तपाईँले आफूले चाहेको गर्न सक्नुहुन्छ। खुसी त्यति बेला आउँछ आफ्नो जीवनमा जति बेला तपाईँले दिमागले सोचेको काम आफैले स्वतन्त्र रूपमा गर्न सक्नुहुन्छ। खुसी त्यति बेला हुन्छ तपाईँको साथमा जब तपाईँले भित्री आँटबाट कसैले पनि कमजोर भनिरहँदाखेरि आफूलाई कमजोर नठानेर जसले जेसुकै भनोस् गरेर आफ्नो कामलाई निरन्तरता दिनुहुन्छ। मैले 6 महिनासम्म बिस्तरामा पढेर निहुरेर खुट्टा हाम्रो भैमा राख्दाखेरि जसरी टेक्न सकिन्छ त्यसरी टेक्न नसक्दा हर फटाउनलाई छोरीहरूले पाइबाट हर फटाएर मलाई पानी खाइराख्ने अवस्थाको मान्छेलाई हामी यस स्टेजमा पुर्याउने यो अभियानमा ल्याउने ओडब्ल्युसी नै हो। यसको पुरानो हामीले के पनि भन्छ बाहिरमा बजारको वातावरण हेर्नु छ भने यसलाई गाली गर्ने तमाम छन्। विभिन्न कम्पनीहरूको नाममा दाँजेर हामीलाई बदनाम गर्ने मान्छे पनि तमाम छन्। हाम्रै घरका छापछिमेकहरूले पनि हामीलाई यसमा लागिरहँदाखेरि तथा नाम नभनेका होइन। तपाईँले जे गर्नुहुन्छ आफ्नो अनुभवले आफ्नो दृढबलले र आफ्नो निरन्तरताले नै सफलता पाउन सकिन्छ भन्ने कुरा म छोटो रूपमा भन्न चाहन्छु। जति बेला मैले विस्तारमा पाउनु पर्यो त्यति बेला मेरो साथमा मेरो छोराछोरी राखेको थिएन। त्यति बेला त्यो समाज त्यो भनिराख्ने गाउँघरका छरछिमेकहरू तिनी आफन्तहरू के काम जसले अप्ठ्यारो परेर आफू बिसना भएको बेलामा सारा दिन सक्दैन त्यति बेला सारा दिएको मलाई एउटा बुझेको हो। त्यति बेला मसँग आफू गर्न सक्दिनँ किनभने म एकदम नितान्त कमजोर अवस्थामा पुगिसकेपछि म अब उठेर बाँच्न सक्दैन भन्ने अवस्था मेरो थियो। मेरा छोराछोरीले मलाई अब म मरेँ भनेर उनीहरूले माया मारिदियो। त्यति बेला मलाई यदि सारा मजुरले नदिएको भए म सायद आज उठेर हिँड्न सकेको त्यति मात्र नभएर पनि आफूमा कमजोर छैन मैले अघि बढ्नुपर्छ भनेर मैले निरन्तर 3 महिना 4 महिना लगातार खाइरहँदाखेरि पुरै मैले पैताला टेक्न थालेँ। पैतालाले भुइँमा टेक्न थालेपछि अब त म बाँच्छु भन्ने मलाई आशा लाग्यो। अनि त्यसपछि बिस्तारै म वाकरमा हिँड्न थालेँ। वाकरमा पाइला चालेर हिँड्दाखेरि पनि बाहिर घरबाट बाहिर निस्कन आफै सक्दाखेरि त्यति बेलाको अनुभव मैले तपाईँलाई सेयर गर्न सक्दैन। त कुनै पनि पान्दामा तपाईँले त्यसलाई लेखेर व्याख्या गर्न सक्नुहुन्न। जुन खुसी तपाईँ एकदम मनासक्क परेको अवस्थामा बाहिर आएर पहिला टेकेर घामको किरण देख्नुहुन्छ त्यति बेलाको खुसीलाई मैले कसरी व्यक्त गरेँ, कहाँ गएर लेख्नु, मैले कसरी लेख्नु, कुन शब्दमा बयान गर्नु, कुनै पन्ना छैन जहाँ मैले त्यो अनुभव मैले लेख्न सक्छु। त्यो मात्र मलाई थाहा छ।
मेरो आत्मालाई थाहा छ मैले जुन भोगेको छु त्यो पीडा, जुन मैले चाहिँ पीडाबाट जीवनलाई एकदम अन्त्य अवस्थामा पुऱ्याएको बेलाको समस्या थियो, त्यो कुरालाई उजागर गर्नको लागि मैले मात्रै भोगेको कुरा मलाई मात्रै थाहा हुन्छ। बाहिर देखिने जे भने पनि त्यसलाई कुनै पनि किसिमले त्यसलाई महसुस गर्न सकिँदैन, नसक्नुहुन्छ, न मैले नै अरूको कुरा गर्न सक्छु। त्यस कारणले 6 महिना लगातार खाइरहँदाखेरि जब म अलिकति जाँगर आयो, म आफै उठेर बिस्तारै वाटरलाई साइडमा राखेर भित्ता छोपेर म टोइलेट आफै जान सकेँ। त्यसपछि बिस्तारै वाटरका साथमा 4 कदम 8 कदम 10 कदम म घरबाट बाहिर निस्किएँ। त्यसपछि बिस्तारै मैले खाइरहँदा 8-9 महिना लाग्दाखेरि मैले वाटरलाई खाएर म आफै उठ्ने गरेँ। सुत्ता सुत्ता म पहिला चल्दै गएँ। लगातार 2 महिना उनीहरूमाथि मलाई बस्न सक्ने अवस्था थिएन। मलाई यो राम्रो लाग्यो भनेपछि 7 महिना 8 महिनापछि त्यसपछि म पानीमा बस्छु भनेर म अफिसमा आएर आउनुभयो। त्यहाँ आउँदाखेरि म 3 महिनाभन्दा लगातार कुर्सीमा बस्न सकेको थिएन। 2 मिनट कुर्सीमा बस्ने, त्यसपछि उठेर फेरि हिँड्ने, फेरि अनि आधी मिनट बस्ने भन्दाखेरि ट्रेनिङ दिने अवस्थामा आकाश सर, शङ्कर सर हुन्छ, तपाईँ किन त्यसो गर्नुहुन्छ, तपाईँलाई अफारसँग घर जानुहोस् भन्नुभएको। किनभने उहाँलाई यो कुरा थाहा थिएन मेरो अवस्था के छ भनेर। मैले आफ्नो जिज्ञासालाई मेटाउनको लागि त तालिममा बसिरहेको थिएँ। के वास्तवमा साँच्चै नै यो सामान्य रूपमा भनिएको कुरा हो अथवा वास्तविकता हो? खाएर हुने उपाधि त मैले प्राप्त गरिसकेको थिएँ र खाएपछि पनि जुन स्वास्थ्यपछि समृद्धि र त्यसपछि खुसीका कुराहरू हुन् तिनी वास्तवमा के रहेछ त भनेर नै म तालिममा बसेको थिएँ। लगातार 7 दिनसम्म तालिम गरिरहँदा तालिममा मैले अस्वास्थ्यका बावजुद मैले तालिममा सहभागी भएर सम्पूर्ण कुरा सिकेपछि तालिमको अन्तिम दिनमा अब तपाईँले के गर्नुहुन्छ भनेर शिक्षकले मलाई सोद्धाखेरि पैसा अरू केही गर्न नसके मैले खाना त निरन्तर खान्छु, सके भने मैले बिमार भएर काम गर्नेछु, नसके भने मैले निरन्तर सेवन गर्नेछु भनेर गएको थिएँ म। र घर आइसकेपछि मैले रातभरि सोचेँ मैले आफूले खाएर त्यो 6 महिना यति परिवर्तन पाउन सकेँ भने म मरेको मान्छे यति चाहिँ उठेर हिँड्न सक्ने भयो भने मैले गर्न नसक्ने के छ त भनेर त्यसपछि यो शरीरले यो ढाडले मात्रै गरेर हिँड्ने कुरा त होइन, यसलाई त मस्तिष्कले गर्न सकिने रहेछ, दिमागले गर्न सकिन्छ। म हिँड्न नसकेपछि अहिलेको जमाना हाम्रो डिजिटलको जमाना छ, हामीसँग फोनहरू छन्, फोनको माध्यमबाट पनि नम्बरका उपलब्धिहरूबाट पनि हामीले कारोबार गर्न सकिन्छ जस्तो लाग्यो। त्यसपछि मैले 81 महिना मैले डिलरमै गर्छु भनेर म सिधै अफिसमा आएर डाइरेक्ट डिलर लिएँ। सर पनि एकछिन अचम्म गयो, कसरी गर्न सक्नु भने उहाँको मनमा रहेछ त्यो तब पनि उहाँले हामीलाई केही भन्न नसके पनि ल ठिकै छ सक्नु सक्ने यसो म्यानेज गर्दै जानुहोस् भन्नुभयो। सबैजनाले अन्त रुन आएर तपाईँले मिडिया सञ्चालन गर्नुभयो, तर मैले होइन, मैले जरैबाट गर्छु यो सही छ भनेर मैले सुरुवाती अवस्थादेखि नै दर्ता गर्नेतिर लागेर प्रोसेसिङका आधारमा एकदमै सरकारको कानुनी मान्यता अनुसार नै मैले दर्ता गरेर त्यसपछि मात्र मिडिया सञ्चालन गरेको हुँ। र म आफ्नो विलासित सन्तुष्ट छु। मैले जति सक्छु मेरो दिमागले गर्छु, मेरो स्वतन्त्रताले गर्छु, मेरो इच्छाले गर्छु, मेरो पौरखले गर्छु। मेरो पौरखमा कसैले ब्रेक खान सक्ने ठाउँ छैन, किनभने जबसम्म मेरो दिमागमा म मैले सहजतापूर्वक सबै काम गर्न सम्पन्न गर्न सक्छु भने मसँग जबसम्म महसुस छ, मसँग जबसम्म त्यो सोच आउँछ त्यसलाई कसैले ब्रेक गर्न सक्दैन भन्ने कुरा म एकदमै त्यसमा अडिग नै छु। र कसैलाई मैले मेरो काममा ब्रेक गर्न दिन पनि दिँदैन, जसले जेसुकै बनाउँछु मलाई त्यसैमा कुनै अर्थ मतलब छैन। मैले जे गर्नु छ मलाई थाहा छ, म गर्छु भनेर म हिँडिरहेको छु। हामी जस्तै पीडित एउटा कुराले भन्नुहुन्छ भने सप्लिमेन्ट सधैँ मान्छेले खाने हो, सबल मान्छेले खाने हो, उसले रोग नलागोस्, शरीरमा पौष्टिक तत्त्वहरू नघटोस्, पुरा नभएका हाम्रा भिटामिन मिनरल्सहरू हाम्रो शरीरमा पुऱ्याउनु भनेर खानुपर्ने चिज हो। तर यति बेला हामीले बिरामी भएको अवस्थामा खानु परेको छ। किन भन्दा हामीसँग अहिले पर्याप्त मात्रामा पौष्टिक आहारहरू चाहिँ पहिलाको जस्तो प्राकृतिक रूपमा शुद्ध त छैन, विषाक्त छ, केमिकलयुक्त छ, जसलाई हामीले आहार बनाएर खाइरहेका छौँ। हामीसँग त्यही दृष्टि आहार भइरहेको छ, त्यसलाई हामीले कटाउनको लागि सप्लिमेन्ट खानु पर्ने हुन्छ। र यो सप्लिमेन्ट अहिले त हामीले आफू स्वस्थ हुनको लागि खाइरहौँ, तर आगामी दिनहरूमा स्वस्थ रहनको लागि र रोगहरू नआउँ भन्नको लागि हामीले सेवन गर्नेछौँ भनेर हाम्रो सुझाव गरेको हो। त्यही अनुसार मैले मेरा छिमेकमा रहेका छिमेक साथी सबैलाई पनि निरन्तर आग्रह गर्दै र यस स्थानमा पुग्दाखेरि मेरो खुसी के छ भनेको मैले कसरी व्यक्त गरौँ। आज
उहाँले चाहिँ मलाई खुसी पनि दियो विदेश पनि जाने भए। यो विदेश यात्रालाई मैले एउटा मलाई प्रथम पार दिएको जस्तो लाग्छ। मैले चित्तै मैले गरेर नै यो कम्पनी मलाई त्यसै दियो जस्तो अनुभव भइरहेको छ। मैले विशेष धन्यवाद दिँदै हाम्रो सम्पूर्ण टिमलाई र हाम्रो सहयोगीहरूले हामीले सपोर्ट गरिराख्नु भएको छ उहाँलाई सबैलाई विशेष धन्यवाद दिँदै र आगामी टुरमा जाँदाखेरि हामी यदि 5 जना मात्रै होइन हामीले 50 जना जान सक्छौँ भन्ने कामना गर्दै